हेलो गाइस, नमस्ते सबैजनालाई। र आज हामी चाहिँ तोरी खान जाँदै थियौँ र अनि अलिक अगाडि पुगेपछि नि एकजना अङ्कल आउनुभयो। अङ्कललाई कहाँ जानुभएको अङ्कल भन्दै जिस्कायौँ र अनि अलिक अगाडि पुगेपछि पुरा कस्तो धुस्से लागेको आज चाहिँ सुतिराख्नु जस्तो भएको। जान पनि मन लागेको थिएन। अनि बुढी चाहिँ नि 12 बजी तोरी खान जाँदै थिएँ, मान्छेले पनि के भन्छन् होला भनेर जिस्काउँदै थिएन। मलाई चाहिँ फेरि सर्ट फेरि मभन्दा ठुलो सर्ट देखाएको थिएँ। बुढी चाहिँ हाँस्दै थिए मजाले जोकर जोकर। अनि फेरि अलिक अगाडि गएपछि बुढीले भने फापर बगान चाहिँ यस्तो हुन्छ है यहाँनिर भनेर देखाएँ हामीलाई। अनि अलिक अगाडि गएपछि एउटा खोलो आयो। बुढी त तरिहाली, म र सोल्टिनी चाहिँ फेरि डरले भ्यात्लुङ, नेपालमा त भ्यात्लुङ धेरै हुन्छ भनेर भ्यात्लुङको डरले तर्दै तरेन। अनि जस्तो तरेर जाँदै थियौँ एउटा बाँसघारीमा ल्याइपुर्याए। अनि सोल्टिनीको चाहिँ फेरि खुट्टामा के लाग्यो अरे भनेर डरले फेरि सोल्टिनी चाहिँ अनि बुढीलाई कराउँदै 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 लिएर गयौँ। कुन बाटो लिएर आइस् तैँले हामीहरूलाई भन्दै कराउँदै लिएर आऊ न केही पनि हुँदैन भनेर भने। अनि फाइनली गाइस हामीहरू चाहिँ अनि पुगिसक्यौँ तोरी बगान। अनि बुढीलाई मैले भने तोरी यस्तै हो भनेर भन्दाखेरि यस्तै त हुन्छ तोरी बगान कस्तो हुन्छ त अनि यही हो तोरी बगान। एक खालमा त कस्तो अल्छी लाग्यो वहाँ पुगेपछि त किन आइछु नि भने जस्तै भयो। अनि बुढीले अब आएपछि त उखाल्नै पर्छ भने अनि एकछिन तोरी उखालेपछि अनि चिया पकाएन सोल्टी र भाइले। अनि चिया खान आयो भने चिया खायौँ ओऱ्यौँ। मेरीगोल्ड बिस्कुट लगेको त कस्तो मिठो हुँदो रहेछ। बगानमै आज चिया पकाएर खान मैले कित्ली सित्ली बोकेर गएका थियौँ। कस्तो टेस्टी हुँदो रहेछ जङ्गलमा चिया चाहिँ फेरि। अनि फेरि खायौँ ओऱ्यौँ अनि भाइ र सोल्टी चाहिँ गइहाले। अनि फेरि हाम्रो पनि 4 बज्यो नि हामी पनि जाने टाइम भयो। अनि लु जाउँ न त भनेर बाहिर निस्किरहेको थियौँ तोरी बगानबाट बाहिर। सोल्टिनीले चाहिँ फेरि गेटिस भेटाइन्। कसको गेटिस रहेछ कोनि। अनि सोल्टिनी आज चरा मार्दै मार्दै जानुपर्छ है गेटिस भेट्टाएँ मैले भन्दै सोल्टिनी चाहिँ जिस्काउँदै थिएँ। अनि हुन्छ नि त नि चरा मार्दै मार्दै जाउँ न भन्दै मैले चाहिँ जिस्काउँदै थिएँ। अनि पर गएपछि पिरुप देख्यौँ फेरि। हामी चाहिँ पिरुप भन्छौँ, अब नेपालीबाट चाहिँ के भन्छन् त्यो चाहिँ थाहा छैन। अनि पुरा पिरुप टिप्यौँ। अनि त्यहाँबाट अनि कस्तो राम्रो राम्रो चाहिँ पिरुप पनि चट्नी खाने भन्दै टिप्यौँ। अनि त्यहाँबाट टिप्यो अनि सोल्टिनीले पनि टिपिन्, बुढीले पनि टिपी, मैले पनि टिपेँ अनि हामीहरू त्यहाँबाट गयौँ।